भैँसी मिल्दै भैँसी बोय ढोक छिन्छ सन्चै छौ सन्चै छु दल्न लाग्छु अरे के हुन्न झन् जवान भयो रहेछ है के पकाउँछौ बान्डो ढिलोको पाउ हात होइन अरू गाई बेन तल आयो बाछा बेच म आँटी खेल्छु मान्छ छैन म त राख्छु आफैकै जान्छ नि गाई चाहिँ बन्द कता भन्दैन थैला तुम दीर्घाई जाने ना कहीं हम तो गए जाने ना मुझे चिल्टन दूरी करना आज बात करें कौन सा लाइट डिनर है खाना जाए खाइले बाहिर त्यत्रो भाषा नहेरी म मान्छे छैन मान्छे छैन म त उ त हेर्दै हेर्न एउटा गाई चाहिँ कराएकै हो त्यो करायो होला हिजो केही दिन मलाई दुईवटा काप्दै काप्दैन भने उतै नि देखिनँ त्यो ठाग्नेले देखिनँ त्यो ठाग्नेले उता गाई पाल्छ सक्ने पोरे ढाल्यो होइन भागहरूले त ल्याएको थियो अर्को रोड अगाडि बैठ अरब गएको छन् ए बनिन तिमीलाई भन्थे बैठ अरब गएको छन् यहाँको मान्छे हेर्न मान्छे छक्कै परेको छन् भन्छु त काटी चाहिँ कसो भन्नुहोस् भने म त त्यहाँ हालिदियो चिज यसो भनेको भन्छु फोन गरेको अनि कहिले आउनुहोस् फागुन महिना आउँछु बुइ म घर आयो भने फागुन महिना आउँछु म भेट्न आउँछु आलस नै आउँछु आइन भने त आइन भयो आयो भने म आउँछु भेट्नु भनेर अनि तिम्रो त फोटो हालिदिनु म सब गुमाछु भइ भन्छ अब रुगेश दाइले पनि पठाइदिएको छु भन्छ अब तिमी त फेरि एक्लै बस्ने मन पर्छ म त एक्लै बस्नु मनपर्छ मान्छ भने सक्दैन लाज लाग्छ के को लाज उठ्नु सक्दैन ढल न बङ्गै भन्छ त या त्यो मर लाग्छ ढल त भन्नु लाग्दैन कोहीले भन्दैन केही भन्दैन कहिले सकाल पनि उठ्छु अनि कहिले तल गाह्रो ढल्छु कहिले डर भने ढल्छु अब कोही ठाउँ त पानी पनि किन्नु पर्छ नि किन्नु पर्छ पानी अब लराई अब हाम्रो यहाँ त पानी छ दाउरा छ सहरमा त पानी किन्नु पर्यो अब ग्यास किन्नै पर्यो सबै अब यहाँ त दाउरा छ यति सागलाई कति पर्ने हो सब्जी किन्ने क्या बा टमाटर ल्याउनै पर्यो अनि पियाज ल्याउनै पर्यो सब तिउन दाल किन्नै पर्यो यहाँ गाउँ आफ्नो जोरे त पैसा परेन त जति पनि चामल किन्ने तेल किन्ने हाम्रो त अब सागसब्जी यहीँ छन् सस्तै खोलानको सागेर नि किन्ने नि तालका यहाँ त आफै लगाने आफै खाने नि आफै लगाने आफै खाने अलि हुन्छ भने बेच्ने त्यो पनि बेच्छन् त्यो पनि हुन्छ गर्ने मान्छेले गरेका छन् नि गर्ने मान्छेले गरेका छन् अहिले कोबाङ चौरा नि लसुन रोपेको भए गाउँ छोड्या छन् त केही नभए ग्यास छैन भने दाउरा छ यस्ता जति बाल्यो नि भयो आफ्नो वनमा गयो दाउरा ल्यायो चिसो छ भने आगो बाल्यो हात ततायो ठन्डा हावा छ यहाँ घाम हुन्न केही हुन्न यहाँ घाम लाग्दैन त्यो गुण हाम्रो
घाम लाग्ने काम गर्ने सोझालो अनि जे रोप्छु भने यहाँ होइजान्छ उब्जिजान्छ सहरमा त छैन छैन त्यहाँ त त्यही हो दिउँसो घाम लाग्यो भने भित्र मरिया सकिए भन्दै थकाले उज्याउनु बेला जाडो पनि हुन्छ नि जाडो हुन्छ कुहिरो लाग्ने लुलु लाग्छ मुच्ची त बिलियो अस्ति दिन सर्नु मान्छ कस्तो रनाउने यो रुमुटी मान्छ लुने दाउरा बाल्दैन कस्तो रनाउने बुहारी भन्ने माइला बुहारीलाई अनि त्यो बानी परेर आउन नि फु बताएर हामी आउन भने सक्दैनौँ तिनीहरू बानी परेर आउन नि अब सहरमा पैसा छैन भने केही छैन के छैन म आगर त ठुक्दिल भने ठुक्दिन्न होइन हेडबाट बिचरा जाने ठुक्दिन्नन् बा अब रुखमेल पनि ठुक्ने छैन रुखमेल गति लगाइन्छ त्यही भएर आफ्नै गाउँमा बस्ने यहीँ आफै लगाने आफै खाने धेरै छ भने बेच्ने त्यति खाने जति त होइजान्छ नि होइजान्छ होइन अब बाटो खान्छु भने मकै बनाएर त्यसले बेच्यो होइन उहाँ त्यहीले चामल लिनु गयो सिमी रोप्यो चामल लिने खाइहाल्छन् अनि भाङ्गो छाड्यो भने त्यसको फलले ल्याल्छन् अब लोक्टा भने ऊ होइजान्छ रुपियाँ होइजान्छ यहाँ दुनियाँले के गरेछन् के सोच हुनु पर्यो क्या आफ्नो मनमा हुनु पर्यो एउटा ऊ हुनु पर्यो कोसित हुनु पर्यो बुद्धि हुनु पर्यो अब सबै विदेश गए त यहाँ को रहन्छ कोही रहन्छ दुनियाँ कस्तो किसिम गरेर छ नि अहिले गरे हुने त होइन गाउँमा त बड्डा बड्डा मान्छे मात्रै नि यहाँ त बड्डा र बड्डी मात्रै छन् यो सबै विदेश मर्नु अहिले कोही घरमा मर्यो भने विपत्ता पर्यो भने नफर्किन सक्ने त्यो घर जानु मर्यो भने त्यो आउनु छैन